यो विकको बेस्ट सेक्टर कुन रहेको छ त, र एउटा सेक्टरले चाहिँ अल टाइम हाई ब्रेक गरेको छ, त्यो पनि आज हामी कुरा गर्छौँ। र ओभरअल सिनारियो के छ त, 3000 लेभल क्रस गर्ने चान्स के कति छ भन्ने कुराहरू पनि आज हामी एनालाइसिस गर्दैछौँ। विकली मन्थली पनि एनालाइसिस हुन्छ आज, र ओभरअल सेक्टर्समा के हुँदैछ त होइन, कस्तो खालके ट्रान्जिसन हुँदैछ, के ब्रेकआउट सबै सेक्टर्सहरूमा ब्रेकआउट भइरहेछ कि कस्तो खालके पिरियड छ भन्ने कुराहरू पनि आज हामी हेर्छौँ है त। र लास्टमा सम अफ द स्टक्स जुन चाहिँ मलाई पर्सनल्ली मन परेको छ भने त्यसलाई म एनालाइसिस मात्र गर्छु है त, ओन्ली फर द एजुकेसनल पर्पज। नाउ एभ्री वान लेट्स गेट इन्टु द चार्ट। सो फर्स्टमा बुझौँ हामी नेप्से के भइरहेछ त, ओभरअल रेजिस्टेन्स छेउछाउतिर आइरहेछ होइन, स्ट्रेन्थ देखाइरहेछ है, पुल ब्याक हुँदाखेरि रेड क्यान्डल बन्ने, त्यसपछि फेरि के हुन्छ त लेटर द डे तपाईँको बुलिस हाबी भएर चाहिँ ग्रिन क्यान्डलमा क्लोज गरिरहेछ होइन। सो त्यो राम्रो पक्ष छ अहिलेको अवस्थामा हेर्दाखेरि चाहिँ। अब हेर्नुपर्ने भनेको चाहिँ यो रेन्जमा होइन, यो भनेको एउटा कस्तो रेन्ज भन्दाखेरि चाहिँ मोस्ट अफ द मान्छेहरू चाहिँ फसेको रेन्ज छ है त। सो जहाँबाट चाहिँ हामीले के बुझ्छौँ भन्दाखेरि चाहिँ त्यहाँबाट चाहिँ सप्लाई चाहिँ आउने गर्दछ। अब यहाँको सप्लाई कसरी अब्जर्भ गर्छ त डिमान्डले होइन, यहाँको सप्लाईलाई डिमान्डले कसरी अब्जर्भ गर्छ भन्ने कुराहरू चाहिँ हामीले यो रेन्जतिर देखिन्छ। यदि त्यो रेन्ज अप्रोच गर्दै गर्दा यदि सुरुमा रेड क्यान्डल छवात्त बढ्ने र पछि फेरि ग्रिन क्यान्डल्स हुने अथवा राम्रोसँगले डिमान्डले अब्जर्भ गर्ने सप्लाईलाई, हो त्यस्तो कुराहरू हामीले यदि देख्न थाल्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि त्यसले के देखाउँछ त भन्दाखेरि अब चाहिँ 3000को लेभलहरू चाहिँ ब्रेकआउट गर्ने चान्स चाहिँ हाई छ भन्ने कुराहरू चाहिँ हामीले त्यतिखेर बुझिन्छ है त। सो हामीले डेली एनालाइसिस पनि गर्छौँ होइन, यसको अप्रोच गर्दाखेरि यसको एक्सनहरू कस्तो हुन्छ, प्राइसको एक्सनहरू कस्तो हुन्छ, भोल्युमको एक्सन कस्तो हुन्छ भन्ने कुराहरू आगामी दिनमा हामी हेर्ने नै छौँ है। र यो विकको हामी हेरौँ है त के कस्तो छ, कुन सेक्टर्स चाहिँ लिडर भइरहेछ भन्ने कुराहरू चाहिँ हामी हेरौँ है। सो ओभरअल हामी विकली एनालाइसिस गर्छौँ भने के देखिन्छ त भन्दाखेरि सो यो विकको हामी पर्फर्मेन्स हेरौँ है त के कस्तो छ त भन्दाखेरि ओभरअल हामीलाई नेप्सेलाई बिट गरेको सेक्टर्सहरू कुन कुन छ त भन्दाखेरि एउटा माइक्रो फाइनेन्स रहेको छ होइन, माइक्रो फाइनेन्सको हामी हेर्छौँ भने र अहिले यसरी रेन्जहरू पनि ब्रेकआउट गरिरहेको छ होइन। त्यस्तै हामी अरू हेर्छौँ भने के छ त, होटल सेक्टर्सले बिट गरिरहेछ यो विकमा है, अल टाइम हाई छेउमा छ, कुनै पनि बेला ब्रेकआउट्सहरू गर्न सक्छ होटलले पनि, सो यसलाई पनि वाच गर्न सकिन्छ भने। त्यस्तै हाइड्रो पावर छ, हाइड्रो पावर अलरेडी लिडिङ नै छ है, अगाडिदेखि नै लिड गरेको सेक्टर हो, एकदमै स्ट्रङ सेक्टर्स, अहिलेको लिडर सेक्टर्स पनि भन्न सकिन्छ यसलाई। म्यानुफ्याक्चरिङले पनि लिड गरिरहेछ स्ट्रङली नै होइन, र ट्रेडिङ पनि आइरहेछ, जस्ट दुईवटा स्टक छ त्यही पनि यसले मोमेन्टम देखाइरहेछ यो विकमा। अब ल्यागर्ड सेक्टर्सहरू हामी हेर्छौँ भने के कस्तो छ त भन्दाखेरि ब्याङ्किङ भयो। सो ब्याङ्किङ चाहिँ यो विकमा चाहिँ ल्यागर्ड देखिरहेछ, तपाईँको नेप्से भन्दाखेरि हल्का कम बढिरहेछ भने इन्भेस्टमेन्ट रहेको छ, जब पनि यसले स्ट्रक्चरहरू ब्रेक गरेको छ पोजिटिभ नै देखिन्छ, तर ल्यागर्डमा देखिरहेछ। नन लाइफ इन्सुरेन्स भयो, डेभलपमेन्ट ब्याङ्क भयो, फाइनेन्स भयो होइन, र अदर्स भयो है त। सो यिनीहरू चाहिँ ल्यागर्ड, लाइफ इन्सुरेन्स भयो त्यसपछि। सो यिनीहरू चाहिँ ल्यागर्डमा देखिरहेछ, बट ल्यागर्डमा भए पनि अब के भइरहेछ त भन्दाखेरि मोमेन्टम सिफ्ट हुने क्रम भइरहेछ, र ओभरअल यसको ब्रेकआउट पोइन्ट्सहरूतिर चाहिँ गइरहेछ है त, कतिले ब्रेकआउट पनि गरिसकेको छ। अब हामी एकचोटि मन्थली पनि हामी एनालाइसिस गरौँ है त, मन्थली के भयो त, मन्थली मन्थभरिमा चाहिँ कुन चाहिँ सेक्टर्सले चाहिँ लिड गरिरहेछ त, त्यो सेक्टरलाई चाहिँ हामीले क्लोजली वाच गर्न सकिन्छ, किनभने त्यसमा अझै मोमेन्टमहरू स्ट्रङहरू आउन सक्छ है त। सो बुझौँ नेप्सेभन्दा माथि सेक्टर्स कुन कुन छ, डेभलपमेन्ट ब्याङ्क रहेको छ, यसलाई हामीले क्याच गर्न सकिन्छ, डेभलपमेन्ट ब्याङ्कलाई वाच लिस्टमा राख्न सकिन्छ सेक्टर्सलाई, र त्यसको स्टक्सहरूलाई खोजेर हामीले ट्र्याक गर्न सकिन्छ। त्यसको ब्याङ्किङ सेक्टर्सलाई पनि छोड्न भएन, किनभने यसले 1 मन्थभित्रमा नेप्सेलाई पनि बिट गरेको सेक्टर्स कुन रहेको छ त भन्दाखेरि ब्याङ्किङ सेक्टर्स पनि रहेको छ, त्यस्तै म्यानुफ्याक्चरिङ सेक्टर्स रहेको छ, त्यस्तै सबैभन्दा बढी पर्फर्मेन्स गरेको 1 मन्थभित्रमा चाहिँ के रहेको छ त भन्दाखेरि हाइड्रो पावर सेक्टर रहेको छ है त। सो हाइड्रो पावर सेक्टर्सको स्टक्सहरूलाई स्टेज 2मा गएको स्टक्सहरूलाई क्याप्चरहरू गर्न सकिन्छ राम्रोसँगले हेरेर। त्यस्तै अन्डर पर्फर्म गरेको सेक्टर्सहरू कुन कस्तो रहेको छ त भन्दाखेरि ट्रेडिङ भयो, फाइनेन्स भयो। फाइनेन्सले अर्को के बनाउँदैछ भन्दाखेरि चाहिँ एउटा राम्रो बुझ्नुपर्ने कुरो के, स्टेज 1बाट स्टेज 2मा ट्रान्जिसन हुन खोज्दैछ होइन, किनभने एक दुईवटा स्टक्सहरू चाहिँ स्टेज 2मा ट्रान्जिसन पनि भइसकेको छ, द्याट इज द लिडर स्टक्स अफ फाइनेन्स होइन। त्यो कुराहरू हामी बुझ्न सकिन्छ, र अहिलेको फेज भनेको चाहिँ राम्रो छ है त, राम्रो सिनारीहरू बन्दैछ, किनभने मोस्ट अफ द स्टक्सले पार्टिसिपेट गर्दैछ भने बुझ्नुपर्छ कि त्यहाँभित्र नै कुनै थिम आउँदैछ क्या होइन। अब फाइनेन्सको थिम आउन सक्छ यो ब्रेकआउट गरेपछि होइन, मोस्ट अफ द फाइनेन्सहरूले एउटा रिटर्न दिन सक्छ। त्यस्तै अहिले होटल हाइड्रो पावर भइरहेछ होइन, हाइड्रो पावरको एउटा स्विङ आएको थियो, बटम स्विङ आएको थियो, त्यसमा थिम थियो बटम स्विङ हुने,
अब लिडर स्टक्सहरूको थिम आउनसक्छ, त्यसपछि लिडर स्टक्सहरूले ब्रेकआउट गरेर मजाले जाने त्यस्तो कुराहरू पनि हुनसक्छ होइन। सो त्यो कुराहरू देख्न सकिन्छ। त्यस्तै ल्यागरमा रहेको छ इन्भेस्टमेन्ट होइन, ल्यागरमै भयो भने यसले आफ्नो तलको रेन्ज ब्रेक गरेको छ। सो यसको स्टक्सहरूलाई पनि क्लोजली वाच गर्न सकिन्छ है। नन लाइफ इन्सुरेन्स अझै पनि अब मेबी स्विङहरू आयो भने यतातिर ओभरहेड सप्लाईहरू अलिक ज्यादा देखिन्छ। होटल अल टाइम हाईमा छ, कुनै पनि बेला ब्रेक गऱ्यो भने फेरि यसले अल टाइम हाई अर्को स्विङहरू दिन सक्छ होइन। सो क्लोजली वाच गर्न सकिन्छ। लाइफ इन्सुरेन्सले पनि यो रेन्जहरू ब्रेकआउट गर्ने तर्खरमा देखिरहेछ। फाइनेन्सले अलरेडी ब्रेक गरिसकेको छ। सो अब माथिको हाई हेर्ने हो होइन। सो यो लेभलमा के कन्सोलिडेट गर्छ र स्ट्रङ माइक्रो फाइनेन्सहरूले ब्रेकआउट्सहरू दिन्छ भने त्यो हेर्न सकिन्छ। अदर्स भयो, अदर्सले पनि ब्रेकआउटको तर्कमा छ। यो चाहिँ अलिकति ल्यागार देखिरहेको छ किनभने यसले ब्रेकआउट्सहरू दिइसकेको छैन। अरू सेक्टर्सहरूले अलरेडी आफ्नो बक्स प्याटर्न्सहरू चाहिँ ब्रेकआउट गरेर माथि गइसकेको छ है त। सो त्यो कुराहरू चाहिँ हामीले देख्न सकिन्छ। सो हामीले मन्थली अथवा विकली हेर्छौँ भने के छ त भन्दाखेरि ओभरअल पार्टिसिपेसन बढ्दैछ होइन, मार्केटमा चाम बढ्दैछ। तर यो बेलामा के अलिकति हुन्छ नि संयमित किन पनि हुनुपर्छ भन्दाखेरि चाहिँ अप्रोचिङ गर्दैछ त, रेजिस्टेन्स छेउछाउ अप्रोच गर्दैछ। सो यो बेलामा हुन्छ नि तपाईँको सेकआउटहरू गरिदिने खेलहरू हुनसक्छ, स्ट्रङ भोल्युममा सेलिङहरू आउनसक्छ होइन। सो त्यो कुरालाई चाहिँ मध्यनजर गर्दै हामी अगाडि बढ्नुपर्ने हुन्छ। र त्यसपछिको कन्सोलिडेसन्सहरू यदि धेरै स्ट्रङली झरेन होइन, रेड क्यान्डल बिग बन्यो, बिग भोल्युम पनि आयो, तर त्यसले फलो थ्रुहरू धेरै स्ट्रङली दिन सकेन भने बुझ्नु पऱ्यो कि त्यहाँ सप्लाईभन्दा डिमान्ड हाबी छ। त्यसपछि त्यसले के एक दुई दिनको कन्सोलिडेसन गरेर ब्रेकआउटहरू दिन सक्छ भन्ने कुरा हो होइन। बट एक्ज्याक्टली के हुन्छ भन्ने कुराहरू चाहिँ ठ्याक्कै कसैले पनि भन्न सक्दैन। सो हामीले के गर्नु पर्यो त भन्दाखेरि एनालाइसिस त छँदैछ एउटा कुरा, एनालाइसिसको साथसाथै हामीले एक्सन ओरिएन्टेड होइन रियाक्सन चाहिँ गर्नु पऱ्यो राम्रोसँगले आफ्नो स्ट्राटेजी अनुसार है त। सो सो एनालाइसिस यति भयो त। अब हामी जब स्टक फन्डमा सो सम अफ द स्टक्स मलाई मन परेको तपाईँहरूसँग सेयर गर्छु होइन। जस्ट डु इट है त। अब बुझौँ एउटा एनआरएन हेरौँ। सो एनआरएन हामी विकली हेर्छौँ भने स्ट्रङ है। एकचोटि हामी स्मार्ट मनी पनि हेरौँ है। सो स्मार्ट मनी पनि हेरौँ, एकदम स्ट्रङ। त्यसपछि यसमा बेस बनाइरहेको छ होइन। बेसको हामी एकचोटि क्यालकुलेसनहरू हेरौँ के कस्तो भइरहेको छ। राइट साइडमा कन्सोलिडेसन्स स्टक के अरे लिक्विडिटीहरू पनि लिइरहेछ। सो स्ट्रङ प्याटर्न बन्दैछ, टाइट कन्सोलिडेसन्स र 1700को रेन्जहरू यदि ब्रेक गर्छ विथ स्ट्रङ भोल्युम भने चाहिँ प्रोभाब्ली यसको अर्को स्विङ पनि हुनसक्छ इफ मार्केट राम्रो भएको खण्डमा होइन। सो त्यो चाहिँ एउटा रिस्क लिने जोन भन्न सकिन्छ हामीले है त। एउटा स्ट्रङमा एनआरएन पनि हामी देख्छौँ। जस्तो अर्को रहेको छ एमएफआइएल। सो हामी एमएफआइएल हेर्छौँ भने चाहिँ यो चाहिँ अलरेडी तपाईँको तलदेखिको लाइक त्यो अक्टोबर 28देखि नै मुभ आउनु स्टार्ट भएको हो। त्यहाँदेखि कति मुभ गरिसकेको छ भन्दाखेरि अराउन्ड 70% जति मुभ गरिसकेको छ होइन। सो अल टाइम हाई छेउछाउ छ। त्यसपछि त्यहाँ कन्सोलिडेसन गर्ने क्रममा छ है। सो कन्सोलिडेसन्स गरिरहेछ र भोल्युमहरू ड्राई हुँदैछ है टप फेजमा। सो लिडर स्टकको क्यारेक्टर छ, सबै कुरा हेर्छौँ भने भोल्युम एक्सन हेर्छौँ भने पनि म्यासिभ एकोमोडेसन्सहरू देखिन्छ। सो कुनै पनि बेला यसलाई ब्रेकआउट गर्छ विथ स्ट्रङ भोल्युम होइन। स्ट्रङ भोल्युममा ब्रेकआउट गर्छ भने फेरि यसको यात्रा अर्को स्विङको लागि हुनसक्छ भन्ने हो। किनभने फाइनेन्सको मुभ आउँदाखेरि यसले स्ट्रङ रिटर्न पनि दिन सक्छ इफ यो ब्रेकआउट्सहरू गऱ्यो भने होइन। त्यो चाहिँ मेरो अन्ली एनालाइसिस मात्र हो है त। तपाईँहरूले चाहिँ राम्रोसँगले बुझेर रिस्क म्यानेजमेन्ट मात्र गरेर गर्नु होला। र तपाईँहरूलाई सिक्न मन छ भने वाट्सएप म्यासेज गर्नु सक्नुहुन्छ नम्बरमा होइन। त्यो सिकेर गर्दा बेटर हुन्छ है त। सो यत्तिकै हावातालमा नगर्नुहोस्, हतारमा केही पनि गर्नु, सिक्न टाइम लाग्छ। अनि अर्को कुरा गरौँ अब, अर्को स्टकको कुरा गरौँ है त, युपिसिएल। सो युपिसिएल के छ त, ओहो गजब गजब होइन, गजब छ। ओभरअल ठिकठाक छ, रिलेटिभ स्ट्रेन्थ स्ट्रङ नै छ होइन। र भोल्युम एक्सन चाहिँ हामी हेर्छौँ भने अलरेडी आएर लो हेभी एकोमुलेसन्सहरू देखिन्छ र स्टेज 2को कन्टिन्युसन फेजमा छ होइन। र नियर अल टाइम हाई पनि छ। सो यहाँको ब्रेकआउट्सहरूले स्ट्रङ मुभमेन्टहरू दिन सक्छ र मेबी स्टेजहरू आउँदैछ यसको ब्रेकआउट्सको होइन। यो रेन्जहरू यसले ब्रेकआउट गर्छ विथ स्ट्रङ भोल्युम भने त्यसपछिको यात्रा भनेको हायर लो गर्दै जान सक्छ मास्तिर। सो एकदम पोसिबिलिटी छ है त। सो यसको स्टप लसेसहरू यो रेन्जको मुनि राख्न सकिन्छ, तर ब्रेकआउट गऱ्यो भने यो क्यान्डलको मुनि राख्न सकिन्छ होइन। सो धेरै तरिकाले स्टप लसेसहरू राख्न सकिन्छ। बट त्यही हो, रिस्क जहाँ पनि इन्भल्भ हुन्छ होइन। मेबी एक दुईचोटि चेकआउट गरेर जान पनि सक्छ, हुनुहोस् होइन। सो धेरै कुराहरू हुनु सक्ने भएको कारणले गर्दाखेरि चाहिँ रिस्क म्यानेजमेन्ट इज फर्स्ट प्रायोरिटी है त। त्यस्तै अर्को जाउँ एलबिएसएल।
तपाईँहरूसँग म ए प्लस सेटअप्सहरू मात्रै कुरा गरिरहेको छु है त मेडिकल सेटअप्सहरू पनि टर्नै छ बट त्यो स्टक्सहरू कुरा नगरौँ होइन किनभने हामीले ए प्लस सेटअप्सहरू मात्र कुरा गऱ्यो भने चाहिँ राम्रो हुन्छ किनभने त्यसको स्क्यानिङ पनि थोरै हुन्छ स्टक्स पनि थोरै हुन्छ र त्यसलाई वाच गर्न पनि सजिलो हुन्छ है त सो धेरै यता र उता धेरै हेर्न थाल्यो भने चाहिँ कन्फ्युजिङ हुन्छ सो तपाईँसँग अब दुई चारवटा स्टक्स मात्रै छ यता हामीसँग सो अर्को रहेको छ एउटा एएलबिएसएल यसको हामी हकमा हेर्छौँ भने स्पट भनेको त कुरै नगरौँ हेभी एकुमुलेसन छँदैछ रिलेटिभ स्ट्रेन्थ यसले स्ट्रेन्थ देखाउन थालिसक्यो है एन्ड यो रेन्ज नै फर्स्ट बाई थियो भने सेकेन्ड बाई प्रोभाब्ली यो रेन्जको हाई यदि स्ट्रङ भोल्युममा आउन थाल्छ भने र अल टाइम हाई ब्रेक गरेको स्टक्स हो है अल टाइम हाई नै ब्रेक गरिरहेको छ त यो स्टकले उहु है अल टाइम हाई ब्रेक गरेपछि त्यसको टार्गेट त म्यासिभ हुनसक्छ इफ यसले फर्दर एडभान्स गऱ्यो भने प्राइसमा होइन सो त्यही हो पिभोट एरियाहरू चाहिँ 1340 रेन्जको चाहिँ पिभोट एरियाहरू हुनसक्छ है त र अर्को कुरा गरौँ यो त कति कुरा गर्नु है पहिला पनि कुरा गरेको यो पनि अझै बसिरहेछ अझै बाहिर रेन्जतिरै हो होला कि के हो हेभी एकुमुलेसन्स भइरहेछ अझै पनि सो यो पनि छ होइन कन्सोलिडेसन्स गरिरहेछ इफ एनी टाइम यो हाइहरू ब्रेक गर्छ भने स्ट्रङली भोल्युम आउँछ भने त्यो पनि एउटा के हुन्छ त पोटेन्सियल बाई रेन्ज हुनसक्छ होइन सो त्यही हो है त सो जति पनि मैले स्टक देखाइरहेको छु अन्ली फर द एजुकेसन पर्पज तपाईँहरूलाई एनालाइसिस कसरी गर्ने के भइरहेको छ त यहाँ एक्सनहरू के भइरहेको छ त कप विथ ह्यान्डल भइरहेको छ होइन म्याक्सिमम् सप्लाईहरू सोचिरहेछ सप्लाईहरू कम हुँदैछ डिमान्ड ज्यादा हुँदैछ त्यसले नै गर्दा फर्दर पुस गर्छ प्राइसलाई होइन सो त्यो कुराको एक्सन्सहरू चाहिँ तपाईँहरूलाई मैले देखाएर हुन्छु है त चार्टमा सो त्यही हो है सो बट जस्तोसुकै एक्सन भयो भने के हुन्छ त भन्दाखेरि रिस्क इन्भल्भ हुन्छ 50-60% अफ द टाइम मेबी तपाईँको लसेसहरू भइदिन सक्छ होइन सो त्यो बेलामा के गर्ने त भन्दाखेरि रिस्क म्यानेजमेन्ट गर्ने है त सो रिस्क म्यानेजमेन्ट राम्रोसँग बुझेर ट्रेडिङ गर्नुभयो भने चाहिँ राम्रो हुनसक्छ है त सो लसेसहरू धेरै ठुल्ठुलो लसेसहरूबाट चाहिँ बाँच्न सकिन्छ सो थ्याङ्क यू एभ्री वान फर वाचिङ दिस भिडियो टिल नाउ है त सो त्यही हो अब अर्को भिडियोमा भेटौँ है त